अब चाहिँ भर्खरै खाना खाएर हामी निस्किसक्यो यता होटेल देउरालीमा खाएको खाना मिठो थियो अब पानी परिरहेछ थोरै थोरै बेस गरी चाहिँ नपरोस् त्यही हो राति यता के भन पानी पर्न लाग्यो पानी पर्न लागेर टेन्सन भइरहेको जाडो जाडो छ अब मैले त ज्याकेट झिकिन केटाहरूले लगाएँ अब उता देखाउँदा कसरी आइरहेको छ बादल पानी पर्नलाई आइसक्यो अब हामी लगभग 7-8 घन्टाको ट्रेक बाँकी छ उस्तै पऱ्यो 9 घन्टाको अब हेरौँ सकेसम्म हाम्रो टार्गेट 9 घन्टा भयो नि कापुचे चाहिँ अनि हाउ पुग्नै छ किनभने कुरी घुम्नै छ हामीलाई त्यही भएर 9 घन्टा हिँडिन्छ कि हुन्न भन्ने कुरामा आज हिँड्न सक्छ कि छैन त्यति मात्र हस् रमाइलो छ भ्यू देखाउ यतातिर सबजनाले बारीमा मकै लाछ मकै खन्दैछ ल अब यता माथि त्यस्तो छ रमाइलो छ राघवको चाहिँ के हो भन्दा राघवलाई चाहिँ डर लागेर किन भन्दाखेरि के भन्छ राति अँध्यारोमा त बाघ भालु आयो भने के गर्ने भन्छ अब जाने चाहिँ कता हो खासै डर लागेको छैन टाइम टु टाइम क्लिप हान्दै हिँड्दै गर्नुपर्छ अब आजको डे 2 चाहिँ अलिक लामै हुन्छ अब हाम्रो भ्लगमा च्यानलको नाम चाहिँ थाहा छैन यता चाहिँ अलिक बाक्लो बस्ती रहेछ ठ्याक्कै अपोजिट लास्टै टाढा रहेछ हेर्दा कमला लत्रो घर देखिरहेछ ल अब हामी अलि टाढा पुगिसकेपछि अर्को ब्लगमा आउँछौँ ल सुरु भएको 2-3 मिनट भएको छैन गाड फाट्यो है हेर्नु यार भर्याङ छ यस्तो गाह्रो सोचेको भन्दा त गाह्रै हुन्छ जस्तो लाग्यो खाडै उकालो छ भन्थ्यो त अहिले हो र छ क्या हो हेर न त्यो सकेकै छैन राघव चाहिँ अलिक छिटो हिँडिरहेको हुन्छ अलिक घाइते हुने चान्स छ कि यो चाहिँ म चाहिँ अलिक बिस्तारै गए पनि यिनीहरूलाई तपिहाल्छु त्यसैले लास्टमा बसिरहेको छु के हुन्छ कि भनेर उनीहरूलाई थोरै पानीको छिटा चाहिँ थोरै पानीको छिटा परेको थियो अब फेरि बन्द भयो यता हेलो गाइस आज चाहिँ हामी अब टक्क सिक्रेस भिलेजमा भात खायो अनि त्यसपछि अब हिँड्न गइरहेछौँ अब हामी चाहिँ आजको टार्गेट भनेको चाहिँ खासमा कापुचे तर यो लाडोहरूले के गर्यो 12 बजायो यो आत्यो छिर्ने 12 बजायो अब के गरौँ त अब कहाँ जाने रे आज कापुचेसम्म अब 9 बजे कापुचे पुग्यो भने के हुन्न जसरी भए पनि पुग्ने कता यहाँबाट तर ट्रेक चाहिँ कस्तो भयो भन्दा सुरु नहुँदै सके लास्ट भयो गाह्रो भएर कापुचे यता हो माथि हो कोरी माथि तल कापुचे माथि कस्तो दामी ठाउँ छ एकचोटि ट्रेल हेरौँ हाम्रो ट्रेल चाहिँ एकदम ओपी रहेछ है कापुचे जाने पनि पुरी जाने जब भोलि फर्किँदा हेरिन्छ कापुचे जाने चाहिँ पनि नाइसवाला छ यस हिम्मत हान्नु हुँदो रहेछ क्या कन्सिस्टेन्सी इज द की रे क्या यो कन्सिस्टेन्सी इज द की तर हामी हिँडेको कति भयो 10 मिनट 10 मिनट तर हामी कन्सिस्टेन्ट त छौँ कन्सिस्टेन्ट छौँ तर हाम्रो एउटा हिँडे छौँ भोजराज दाई भन्ने सिनियर चाहिँ हिँड्दा चाहिँ अब कति यो बिफोर ट्रेक है गाइज अब आफ्टर ट्रेक पछि अब हेरौँला ल बिफोर ट्रेक है अब नाचेर ल त्यो चाहिँ गाइस बिफोर ट्रेक है अहिले लगभग हामी 1 घन्टा मात्रै हिँडेछ राघव कौनको जोइन यो त्यो बिफोर ट्रेक है गाइस अब हेरौँ आफ्टर ट्रेक के हुन्छ हामी चाहिँ तर अब बिफोर ट्रेक आफ्टर ट्रेक जस्तो भयो नि अब त्यो युट्युबमा देख्ने त्यो कमजोर मान्छे जस्तो चाहिँ हुन्न त्यस्तो चाहिँ ट्रेक पछि चाहिँ उनीहरू थाकेर त्यो चाहिँ हुन्न मेन्टालिटी हो क्या हामी भनेको मेन्टालिटी बिस्ट हो बिस्ट कन बिस्ट चाहिँ यहाँ भनेको म एउटा राघव भन्ने छ लौडा यहाँ बिस्ट फ्रम द इस्ट भनेको आदित्य छ के बिस्ट फ्रम द इस्ट कुखुराबाट डराउँछ त्यो कुखुरा भनेको एक्सेप्सन हो तर बाँकी कुरा भनेको बिस्टै हो कुखुराबाट डराउँछ त्यति हो अब तर यस्तो ओपी छ क्या गाइस हेर्नु न यो त मैले दिनभरि खिचेर यत्तिकै हिँडे पनि हुन्छ के दिनभरि खिचेर ल तर त्यो युट्युबमा नि अति लामो हुन्छ त्यसैले हामी तपाईँहरूलाई अब क्लिप दिन्छ हेर न ल तपाईँहरूलाई अब प्रिमियममा चाहिँ लामो हालिदिउँला होइन तर अब नर्मल मान्छेहरूको लागि चाहिँ हामी हेर्नु अब इन्स्टामा यत्तिकै यहाँ हिँडेको 10 सेकेन्डको क्लिपहरू हाल्न पायो होइन अब म हिँडेको 10 सेकेन्डको क्लिपहरू हाल्न पायो अब यो खिच्ने सोच्यो भने धेरै खिच्न सकिन्छ क्या तर अब हामीलाई के छ भन्दा हाम्रोमा खिच्ने चाहिँ अलिक
प्रविधि छैन क्या अलि यहाँ खिच्न आउने अलिक प्रो खाले केटाहरू छैनौँ हामी यो के हो भन्दा अलि बुढा मान्छे भयो बुढा भयौँ हामी अनि प्रोफाइलमा 25 वर्ष अब प्रोफाइलमा फोटै नभएको मान्छे रियान गजु छ राघव छ अब मेरो अलिअलि छ अब त्यही त अब म चाहिँ अलिक फोटो इन्थुजियास्ट हो तर मलाई खिच्न चाहिँ आउनु अरूले खिचिदिनुपर्छ यस्तै छ केटा हो दुःख सुखको कहानी भनेको लाइफमा यस्तै हुन्छ सबको जस घुम्न चाहिँ छोड्नु भएन घरमा सोध्छु भनेर बस्यो भने चाहिँ कहिले घुम्न पाइन्न होइन कसैको दिएला नि त्यो पनि 5 मिनटमा अपडेट दिनुपर्छ कि हामी जस्तो हुनुपर्छ घरमा के नभने आएको म चाहिँ घरबाट लगभग त्यति छैन त्यही पैसा बचेको के घुम्न आइरहेको छु अब फेरि एकजनाको चाहिँ यहाँको आज एनिभर्सरी एनिभर्सरी तर ब्रेकअप भइसक्यो ब्रेकअप एनिभर्सरी होइन चलेको एनिभर्सरी तर सम्झेछ फेरि चल्दा पनि कस्तो गरेछ भन्दा होइन टक्क केक ल्याएर सबलाई के दिएको अरे पार्टी 7,000 7,000को पार्टी हो त्यत्रो गर्यो अनि पछि के भन्यो अरे पछि जे होस् त्यो गरेको मान्छेको अब आज एनिभर्सरी हो त्यही हो गाइज होइन भ्यू चाहिँ यत्तिकै बोलेर हिँड्न सकिन्छ तर एकछिनमा थाकिन्छ भन्ने कुरा हो होइन अब यो बुढाहरूले थाक्छ होइन तर हामी भनेको जस्तो चाहिँ म भने जस्तो चाहिँ नथाक्नै सक्छ होइन कुरा त्यही हो जति गरेर त्यति लामै हुन्छ होइन त्यो कुरा के हो भन्दाखेरि अब हामी बाटोमा भेट्छौँ धेरै लामो हुन्न क्लिप एडिट गर्न नि आउँदैन हामीलाई हाम्रो पोस्टहरू छैन अब बुढाहरूलाई आउँदैन होइन हामी जस्तो राघवले एडिट गरेर हाल्छ नि त च्यानलमा तनस छ त हाम्रो च्यानल लौडेले गरेको अब हामीले के गर्नुपर्छ भन्दा मेन हाम्रो मुख्य अहिलेको उद्देश्य भनेको फोटोहरू चाहिँ जस पोस्ट हाल्न लायकको हरेक ठाउँको 10वटा जति हुनु पर्यो अब यो ट्रेक हिँडेको नि 10वटा हुनु पर्यो त्यही हो कुरा चाहिँ ल अब यस्तै हिँडेको भिडियोहरू खिच्छौँ ठाउँमा सानो क्लिप 8-10 सेकेन्डको भन्छौँ त्यो मैले धेरैजनाबाट सिकेको छु होइन यु गट सिक बट यु गट सिक इन के अरे कुरी कापुचे भन्ने पनि हामीले नि हाल्न पाइयोस् होइन त्यही हो कुरा भनेको देउरालीको पिपलमा भन्ने गाना गानै छैन क्या हामीसँग स्पिकरै राघव ढुसले ल्याएन चियाबारीमा हो चौतारीमा चियाबारीमा भन्दै गाउनुहुन्थ्यो गाई चाहिँ अब पछि भेटौँ न ल अब चाहिँ हामी ट्रेक गएको आधी घन्टा भइसक्यो इन्स्टा क्लिप नि चाहियो नि 8-10वटा यो अनि मैले गीत हाल्ने होइन त्यसमा गीत मैले ट्रेकमा यस्तो हुँदा हाम्रो बोलचाल अलिक बन्द हुन सक्छ आज चाहिँ होइन तर त्यही हो गाँजाको रुख यत्रो त होइन होला हो होइन त्यो लाली गुराँस हो क्या लाली गुराँस साँच्चै होइन त्यो तल होइन ए त्यो राइटको यस्तो कुरा राम्रो यहाँ यसमा चाहिँ भिडियो खिच्दै हुन मजा आउने काट्यो होइन हुनु जाने बाटो पनि होइन कापुबाट एउटै हो तर फेरि कोरी भनेर छुट्टै किन देखाएको क्या एउटै बुझेन मैले उता फर्किँदा कोरीबाट फर्किने हो कि उताबाट फर्किने हो उताबाट फर्किने हो तर मैले एउटा कुरा नबुझेको चाहिँ अब कुरीबाट कापुचबाट कुरी जाने हो भने कोरी ओह्रालो होइन कापुचेबाट कुरी जाने भयो ओह्राले अब सुन कापुचे कति कापुचे कति मिटरमा छ कापुचे हाइटमा छ 25 मिटरमा छ कुरी कतिमा छ कुरी फ्ल्याटबाट 38 38मा छ अनि कसरी ओह्रालो भयो कुरी पहिला कापुचेबाट झऱ्यो होइन एमआईलाई हुगुमै झर्नुपर्छ कि हामी हुगुबाट त्यो हो छुट्टिने अनि कुरी हाइटै चढ्छ क्या खास गरी मलाई चाहिँ बुढाले सिकाएको पहिला कुरी जाने उकालो हानेर अनि उकालो त हिँड्न सकिन्छ नि त त्यो हु एच भन्ने ठाउँ चाहिँ पुग्नै पऱ्यो होइन अनि त्यहाँबाट कुरी हान्ने फर्किँदा कापुचे चाहिँ ट्याक्क पऱ्यो अनि आइहाल्यो नि त अब यो बाटो आउँथ्यो क्या हामी आउने बाटो त्यो पुरानो रुट फलो गरेर होइन रियानले खिच्दै हुनुहुन्छ ल हामी 3 जना है अब हाम्रो भ्लगको च्यानलको नाम चाहिँ के राख्ने हो डिसाइड गरौँ त कमेन्टमा लेखिदिनु गाइज हाम्रो एउटा च्यानल त बनाउनु पर्यो संसार
यो यता एकजना बिग्रेको केटा छ यो एउटा नेचुरल प्लान्ट हो ल चिराग दाइलाई है यो हामीले डेडिकेट गरेको ल जाउँ यता बाजे हुनुहुन्छ यता दाइ, यो राजा कुन ठाउँ फोटोग्राफी आइपुग्यो हामी? यता चाहिँ अब खोला अब यता चाहिँ कहाँ पुग्छ अब एकछिनमा पुग्छ हामी चाहिँ अब यता वेलकम टु चायखोमा पुग्यौँ रे अब कहाँ पुग्छ कति बज्यो 11 12 बज्यो 12 अलि छिटै नि छिटै हिँड्यो भने त अब चाहिँ यता कुरा भइरहेछ राति 8-9 बजीसम्म पुग्यो नि यता बाजेले हामीलाई गाइड गरेर हुन्छ बाजेले अब अलि चाँडो हिँड्नु पऱ्यो रे हामी चाहिँ धन्यवाद गाइस के हाम्रो एउटा एकदम स्केयर भयो भन्दाखेरि अघिसम्म हामीलाई त्यहाँ सबले पुग्छ मजाले पुग्छ कापुचे भनेर पठायो तर अहिले यहाँ आएर के तनाव हो भन्दाखेरि यहाँ दुईटा बुढा भयो पहिला एउटा बुढा भेट्यो घाँस काट्दा बुढालाई सोधेको गाह्रो छ हुकु गएर बस्नु भन्यो अनि अहिले यहाँ आएको 3 जना ट्रेकिङ आएर आएको केटाहरू मर्नै लागिसकेको थियो मर्नै लिटरली एउटा मुन्टो त मरिसकेको थियो अनि त्यसले के भन्यो गाह्रो छ ब्रदर रातिको 9 बजे पुग्छ जङ्गलको बाटो छ एकदम डरलाग्दो हुन्छ भनेर भन्यो अब हामीलाई हल्का डर त लागेको छ तर डर के आगे जिते खोइ ब्याकअप माउन्टेन ड्यू डर के आगे जिते खोइ माउन्टेन ड्यू भन्ने हो कि फर्स्टमा अनि त्यसपछि दर्के आगे जिते अनि तिमीले पछाडि माउन्टेन ड्यू भने अब हामी लाग्यौँ हेर्नु गाई यस्तै छ बाटो अब चाहिँ हल्का पेस बढाउनै पर्छ लगभग हामी 15-20 किलोमिटर पर आवरको स्पिडमा जान्छौँ है अब उतै भेटौँला ल बा अघि चाहिँ यही राघव जस्तो त्यो मान्छे थियो त्यसको ब्याग थिएन सुन्नु त्यही राघव जस्तो एकजना त्यो मोते थियो त्यो मोतेको ब्याग पनि थिएन त्यही पनि लास थियो प्यान्ट लगाएर आएको थियो त्यही होला गल्ती भएको प्यान्ट लगाएर यता ट्रेकिङ आएको ब्याग पनि केही थिएन मुख रातो सेतो मुखै रातो भइसकेको थियो अब हामी चाहिँ यता के भन्छ बस चाहिँ हाम्रो पनि यता अर्को यो माथि अर्को लाउँछ ट्र्याक त्यसैले यसको चेन बिग्रेर त्यो पाल रहेछ त्यो त्यसैले भएन मैले हेर्थेँ यो छ स्थिति ठ्याक्कै 1 घन्टा हिँड्यो पोस्ट 1 घन्टा रियान अहिले ढुङ्गामा अल्झ्यो ठोक्यो केटाहरू त्यहाँ छन् भ्यू यस्तो छ उहाँ नागबेली खोला छ नागबेली पुरा नागबेली हो पुरै डाँडाकै बिचमा मजाले सिम पानी परिरहेछ वर्थ इट छ मजा आइरहेछ र बाटो चाहिँ के छ भन्दाखेरि हिँड्दाखेरि ढुङ्गा भएर चिप्लिरह केटाहरू आउँदैछन् ल रियाक्सन लिउँ के छ रियाक्सन छिटो यो ढुङ्गाको यता यस्तो कुन्नामा लाग्यो म त काट्यो अन्त अब यो राघवको रियाक्सन इजी ट्रेक त लौडा नि होइन 1 घन्टामा यस्तो पसिना भइसक्यो अब हेर्नुहोस् त्यहाँ अब उकालो हेर्नुहोस् अब इजी ट्रेक आउँछ राघवले त्यो आउँछ अनि यस्तो छ गाइड अब रमाइलो भनेको यस्तै हो जिन्दगीमा तिमी हाँस्या छौ र बाँच्या छौ भन्ने सिद्धान्तलाई फलो गर्दै हामी हाँस्दै गाउँदै हेर्नु त ओ माई गड यो त टाइम ल्याप्स खिच्नुपर्छ रियान पछ्याउ ल गाइस लागौँ ओहो अघि फर्स्टको इनर्जी र आर्टीको हावा टाइट भइसक्यो राघवमा चाहिँ राघव त मेरो पस्ने हेरेन आर्टी त यता लास्ट भइसक्यो हावा टाइट भइसक्यो आर्टीको हावा चाहिँ यता ठिकै छ ल
ल अब के भन हाम्रो के भइरहेको गाइस छ? एकदम हालत टाइट भइसक्यो 1.5 घन्टा नि हिँडेको छैन के भयो भन्दाखेरि यस्तो डेन्जर उकालो चढाएँ त्यसपछि ओह्रालो खुट्टा कामिरहेको छ हेर्ने यसरी राख्ने हेर्ने हेरिहाल्नुहोस् खुट्टा कामेको हिँड्न गाह्रो भइसक्यो राघवको यस्तै खुट्टाको यत्तिकै काम छ खुट्टालाई छोड्नै हुन्न खुट्टा कामेछ अब यसरी भुइँमा टेकाउनुपर्छ खुट्टा हो अब यस्तै छ गाह्रो रहेछ भन्ने जस्तो सजिलो होइन रहेछ ओह्रालो झन् गाह्रो उकालो लास्टै इजी ओह्रालो यता माथिबाट ओह्रालो आएको है खुट्टा दुख्छ हामी लास्टै ओह्रालो आइसक्यौँ अघि उकालोमा चाहिँ थाक्ने यो ओह्रालोमा चाहिँ खुट्टा लास्टै काम्ने त्यसैले म चाहिँ ओह्रालोभन्दा उकालो प्रिफर गर्छु है अब लास्टै ओह्रालो छ ल हेर्नु होला यता अब हामी कहाँ आइसकेको छौँ भन्दा हामी आइसकेको छौँ कुन ठाउँ थाहा छैन आउन चाहिँ आइसकेको छौँ यताबाट हेर्नुभयो यो के हो स्कुल हो कि के हो के एक्ज्याक्ट थाहा छैन गाउँको नाम पनि थाहा छैन उयो झुनुगे बसेर फेरि उकालो हो अझै 6 घन्टा मागी छ हाम्रो हिँड्नलाई गाँड फाटिसकेको छ लगभग मेरो स्थिति हेरेर थाहा पाइहाल्नुहुन्छ कुन लेभलको फाटेको छ भनेर पसिना छ पुरै क्लेजी लेभलको पसिना छ कहाँ मसरुम यो त खान नमिल्ने मसरुम हो यता पस्नाएर राघव चाहिँ अलिक कसरी राघव त झन् पस्न आउनु पर्ने यो कालो यो नन एडिबल मसरुमहरू यो खायो भने चाहिँ मान्छे मर्छ होइन यो चाहिँ एकदम ध्यान राख्नु यो काठे मसरुमहरू यो खायो भने चाहिँ चेटे हो यहाँ हेर्नु सक्नुहुन्छ अब यता दादा आदित्यको एकचोटि रियाक्सनहरू पनि के छ भन्दाखेरि हामी यहाँ आइसक्यौँ अब हाम्रो अझै 5 घन्टाको ट्रेक बाँकी छ हामी गर्न सक्छौँ जस्तो मलाई लागेको छैन तर हामीले हिम्मत हार्नुहुन्न रातिको 9 बजीसम्म भए पनि हामी पुग्नुपर्छ तर मलाई एनर्जी कसरी आयो भनेर तपाईँ बुझ्न खोज्नुहुन्छ भने 5वटा केरा कुच्चेको थियो यिनीहरूले फ्यालौँ भने तर मैले होइन यो पनि सोर्स अफ एनर्जी हो सर्भाइभल भनेर 5वटा कुच्चेको राघवको खाएको एउटा चाहिँ मेरो खाएको अर्को 3टा चाहिँ कुहिएको खाएको सोर्स अफ सर्भाइभ 2टा जेसिबी रहेछ यहाँ काम गरिरहेको लगातार हाइड्रोको होला यो हाइड्रो रहेछ ल हाइड्रो प्लान्ट जाउँ हालिहाल्छ नि ओहो आएको यो मुनिको बाटो जाने के हो मुनिको बाटो जाने के हो झरना हेर न झरनाको साइडमा हुन्छ हामी अब हामी कहाँ आइसकेका छौँ भन्दा अब हामी यो टी हाउस कटेका छौँ यसपछि अब हाम्रो हुनुसम्म केही पनि छैन उता मान्छेहरू पनि दुरुङदुङ अघि हामीभन्दा कति पछाडि भएको त्यो इन्डियनहरू होइन अर्कै हो भ्यू देखाउन यताको वाटरफल राघवले वाटरफल गाड्यो अब मेरो खोला आएर पनि कस्तो नाइस छ होइन केटा हो अब हुमुमा सिधै है अब हुमुमा भेटिन्छ बाटोमा केही रोमाञ्चक आएन भने सिधै हुनु देखिसक्नुहुन्छ कस्तो हावा टाइट भएको छ आधा घन्टा मात्रै हिँडेको छ त्यो झर्नाबाट राघवको स्थिति हेर्नु यता राघव यहाँ बाटोभरि यहाँ आइरहेको छ अब के भएको छ थाहा छैन एकदम गाह्रो छ उयो दृश्य देखाउ त रियान गजुलाई नि आज चाहिँ गाह्रै भएछ किनभने खासै बोल्या छैन पानी निकाल न पानी तातो के हुन्न हुन न त मर्छ तातो लास्टमा अवस्था के आएको हुने के पछाडि के आएको हुने के
एउटा माउन्ट जस्तो किन्नुपर्ने रहेछ क्या छातमा लाउने साइडिङमा लगाउने ओ नाइस यार ओ माई गॉड गाइस ये बॉल छ त यार लास्ट तिर्खो लाग्यो अब कहाँबाट पानी फेच गर्ने भनेको यहाँबाट हेरौँ गाई यस्तो छ क्या यो यस्तो दामी छ यस्तो ओके छ म्यान भर्सेस वाइल्डमा त के हो म्यान वाइल्ड थियो यस्तो वाइल्ड छ यस्तो कोचमा गएर पानी लिएर आउनु पर्छ यो सिधै आएको भनेको कापुचेको पानी हो सिधै अब हामी खाँदैछौँ राघव के छ रियाक्सन अब पानी खान रेडी राघवलाई गाह्रो भएको छ रेडी मेन्टालिटी हो स्वभाव हुन्छ क्या बाल हुने यस्तो पानी खाने हो म्यान भर्सेस वाइल्ड कमन रियान गजुले दन्काउनु भएको छ त्यसो अब राघव मकाजुको पालो आएको छ उहाँले पनि दन्काउनु भएको छ इक्वलाइ सिक्वलाइ भयो नि पचाउनुहुन्छ उनीहरूले अब मेरो हातमा क्यामेरा छ यतासम्म त अनि ए रियान मलाई चाहिँ अलग्गै खाना आउँदैन गाइस सरी है त्यसो भए म पनि अघि नै जुठो गरेर खान्थेँ कुन बाटो थाहा छैन बाटो छैन यो जस्तो लाग्यो यसरी हो जस्तो छ उ त्यहाँ छ हिँडेको बाटो यता हामी गाइस हाम्रो थोप्रा हेरौँ न प्लिज कति गाह्रो भइसक्यो राघव एउटा एकदम ठिक छ म त राघव एउटा चुमाइदिउँ न दिँदैन त्यति मेरो बाटो हेर्दा अलि सजिलो रहेछ छिटो जाउँ भनेको अब यहाँ के हो क्या जुत्ता लाग्ने यस्तो छ नि गाइस यो चाहिँ यहाँ इमर्जेन्सी टहरो बनाइदियो जस्तो छ इनकेस फस्यो भने इमर्जेन्सी टोइलेट अनि यहाँ धारा सारा छ सब इमर्जेन्सी हो यो लौरो ठिक छ यस्तै हो पारा हाम्रो गाह्रो छ बसौँ यस्तो बसेको बाँसकोमा यता पछाडि यो छ र जाउँ गाइस जाउँ हामी रेस्ट गर्न हामीलाई टाइम छैन हामी जसरी पुग्नुपर्ने छ रेस्ट पाइसक्यो अचानो बस्ने छ अब हिँड्ने सुइँ किनभने हाम्रो मेन गोल भनेको हामीलाई अब 4:30 सम्ममा हामीलाई हुबु पुग्नु छ जसरी पनि 4:30 सम्म अनि 4:30बाट हामीलाई 1.5 जति घन्टा लाग्यो नि हामीलाई आज एनी हाउ कापुचे भिलेज भन्ने जानु छ अब हिँडौँ गाए जतिकै रमाइलो गर्दै आइसकेको छौँ हामी तर हामी अलिक मेन्टालिटी चाहिँ रहेछ भन्ने मैले बुझेँ मान्छेलाई कति गाह्रो हुन्छ थोप्पो गाह्रो चाहिँ भएन है भन्नाले अघि त गाह्रो भयो भने सोचेको लेभलको गाह्रो भएको छैन क्या मैले योभन्दा धेरै गाह्रो हुन्छ सोचेको थिएँ तर सोचेको भन्दा एकदम इजी वर्क लाइट वर्क भइरहेको क्या कसम होइन रात त्यहीँ बसेर फोटो खिचिदिन्छु खोला नजिकै छ जस्तो खोलाको आवाज आयो ठुलो अब अघि नै खोल्छ र गाइस अझै हाम्रो कति हुगु पुग्न कति 1:30 कापुचे पुग्न 3 भनेको कापुचेबाट अझै 1.5 होइन टाइम बाँकी छ अब हामी हिँड्दैछौँ एकदम गाह्रो भइसक्यो तर हामी हिँड्न भने छोड्ने छैनौँ धन्यवाद 3:30 भयो अब एकैचोटि हामीले हुगु अगाडि केही राम्रो भ्यू देख्यो भने खुल्छौँ नभए डाइरेक्ट हुगु है र धन्यवाद गाइस हामी आउट अफ के अरे इन द मिडल अफ नोवेयर जङ्गलको बिचमा अब 1.5 घन्टा लेखेको छ हुगु होइन अब 1.5 घन्टा भनेको हो कि होइन चाहिँ थाहा छैन अब भन्न चाहिँ 1.5 भनेको छ हिँड्दैछौँ ज्यान अनुहार बिग्रिसक्यो
हिँड्दा होइन मैले छ भनौँ अहिले सामानलाई गाह्रो त भएको छ होइन त्यो भन्न चाहिँ मिल्दैन गाह्रो भएको छैन भनेर त्यो सोचेको लेभलको गाह्रो पनि होइन रियानलाई चाहिँ एकदमै गाह्रो भएको छ राघवलाई नि म चाहिँ भनेको यिनीहरूलाई एकदम त्यो भन्दैछु कि हैसरा नआना केरा हो यस्तै हो ट्रेक भनेको अब यो सुरु गरिदियो अब जति हिँड्दै गयो त्यति सजिलो हुँदै जाने कुरा हो होइन हतार नभएर यस्तो यस्तो भनेर म सम्झाएर केटाहरूलाई चाहिँ हौसला दिँदै हिँडिरहेको छु राघव भन्नेले चाहिँ फेरि बिचमा ट्रेकिङ स्टिक फ्याँकिदिएर म जान्न भन्दै थियो फेरि बल्ल बल्ल हामीले सम्झायौँ होइन रियान पसिनाले पुरै लतपत गाह्रो कपाल नि कता गयो थाहा छैन पुरा सानो देखिसक्यो गाह्रो छ उता राघव हिँड्दैछ राघव चाहिँ एकदम रिसा छ क्या हामीले जान्न फर्किन्छु भन्दै थियो अनि हामीले एक दुई पड्काएर कहाँ जस्तो पाउँछ भनेर यस्तो झापड सापड लाएर लिएर हिँडेको होइन त गाह्रो छ केटा हो गाह्रै रहेछ ट्रेक भन्न मात्र हो अब हाम्रो कति हो डे 2 डे 1 पोखरा डे 2 पोखरा 2 ओहो पुल हो यो के हो राघव यो ए झर्ना रहेछ सरी गाइस कन्फ्युज भएँ म त पुल जस्तो देखेँ क्या कस्तो लामो पुल भनेर यस्तो छ झर्ना छ ठ्याक्क हामी चाहिँ झर्नाको अपोजिट साइडबाट हिँड्नुपर्ने रहेछ अब हेर्नु है त देखाउँछ है त झर्ना देखिया छ कि छैन अब यो आइफोन 17 भयो दुईतिर घुमाएर देखाउनु हुन्थ्यो यसमा अलि मिल्दैन ल रियानले आफूबाट 2 शब्द बोल्छ अनि हामी कहाँ गर्दैछौँ म चाहिँ यता गोठालो भन्दै 2 जना बोकाहरूलाई खेलाउँदैछु लासमा बसेर यता चाहिँ क्यामेरा थोरै राघवले चाहिँ कुइट हालिसकेको थियो अनि हामीले जसो तसो होइन हुन भनेको अब अलिक खुल्यो अलिक खुल्लामा आयो अहिले कोप्चो कोपको क्या जङ्गलबाट अहिले चाहिँ अलिक खुल्लामा आयो भने अब त यस्तो काप्चो पानी परेको छ झुटा यता राघवको यता खुट्टामा जुगाले तोकेर मुखै ठुस्सा पारेर बनिरहेछ त्यो गाह्रो छ क्या हामीलाई एकदम गाह्रो छ अब हिँडिन्छ यस्तै छ माहौल जे मजा छ अब बल्ल खुल्यो अलिक फेरि जङ्गलमा छिर्नु नपरोस् यो अघि यो के आदित्य कुकुरले यता मोबाइलको यता स्क्रिन फुटाएर यता थोरै स्क्रिनमा यस्तो तल्किरहेको होला यता सेटो आदित्य काम छैन यता रुखहरू पनि भाँसिया छ त्यो झरना मुनि बस्न पाएको मजा आउँथ्यो इको आयो यता सुन्न सकेको छैन होला यता भिडियोमा सुन्न सकेको छैन होला तर हामी चाहिँ सुन्न सकिरहेछौँ यता अब एकछिनपछि आधी घन्टापछि फेरि सर्ट वाकिङ ब्रेकपछि आउँछौँ हामी अब पस्यो पुस्तारी चिप्लो पानीबाट आऊ यो चिप्लो छ बल्ल रियान त्यहाँ एउटा ढुङ्गा फ्याल्दैन ठुलो हामीले दाइ दिदीहरूलाई पनि भेटिसकेको थियौँ अनि हामी अब आउँदैछौँ मस्त लगाएर राघव पनि अब जोसिसकेको छ खुट्टा पुरै पानीले भिजेपछि होइन अब हामी आधा घन्टा जतिमा त्यो पुग्छ के अरे हुगु पुग्छ अनि त्यसपछि कापुचे चल्छ हामी यता हुगु पुग्यौँ फाइनली कति बज्यो भन्दा चाहिँ
4:30 बजे अब सिधै अब हामी उता लाग्छौँ 10 मिनट रेस्ट अनि कापुचे ल She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my. अब चाहिँ हामी यता भोलि चाहिँ यता कोरीबाट जाने हो राइट अब हामी चाहिँ यता लेफ्ट काकुचे चाहिँ मेरो लेफ्ट कोरी चाहिँ यता राइट चाहिँ तिम्रो यस्तो छ भोलि कोरी जाने बाटो कोरी चाहिँ ठ्याक्कै हिमालको साइडमा हो अरे भोलि चाहिँ यही बाटो जान्छ हामी हामी बोल्नु नि गाह्रो हुगु टु कापुचे 1.5 घन्टा भनेको छ 2 घन्टा जति लाग्ला यहाँ चाहिँ हाम्रो पस्ना थाकिसक्यो हामी यता सबैको हालत एउटा जीवन जल खोल्ने कतिवटा जीवन जल दिएको छ 6वटा जीवन जल खोल्ने 5 एनोलाई त बस्ना नभए फर्किन्छ भोलि खाना नि ल्याउँसँग खाने गुडबाला रिकभरी हुन्छ कति थाक्यो ल न न कति थाक्यो लास थाकेन योभन्दा पिक के हुन्छ थाकेको अझै 1.5 घन्टा बाँकी होला कति घन्टा बाँकी होला 1 घन्टा भयो खास गरी हामी टाइम भनेर हिँड्नुहुन्न अरे क्या टाइम भनेर हिँड्यो भने मान्छे निराश हुन्छ डिस्टेन्स भनेर हिँड्नुपर्छ अरे क्या त्यो घुमन्ते हो कि कसको भिडियो घुमन्ते हो कि कसको भिडियो नहेर कि टाइम होइन डिस्टेन्स भनेर हिँड्नुपर्छ ल कापुचे अब कापुचेमा पुगेपछि विल बी ब्याक लेट्स गो कापुचे कुन लेभल गाह्रो भएको छ भनेर आफै बुझ्न सक्नुहुन्छ बिफोर र आफ्टर ट्रेक त अहिले हेरिहाल्नुहुन्छ तपाईँहरूले पसिनाहरूमा मुखै सेतो भइसक्यो पसिना बोक्दा बोक्दा पोहोर खुलेर पानी होइन क्या पसिना हो राघवको स्थिति भन अब कसैलाई सुझाव देऊ त के गर्ने सबको सजेसन लिएको एकचोटि राघवको सजेसन ट्रेक आउने कि नआउने ट्रेक आउने हो तर सजिलो बाटो सुरु गर्ने धेरै गाह्रो भयो अनि सबले कापुचे जस्तो सजिलो के होइन सबले भने होइन कापुचे त गाह्रै रहेछ गाइस कसैले कापुचेलाई गाह्रो भनेको छैन यो फर्स्ट मान्छे हो कि हामीले कापुचेलाई गाह्रो भन्दैछौँ तर हुमु बस्छ होला कि धेरै जस्तो हुमु बसेर कापुचे मात्र आउने प्लान भयो त सजिलै हो कापुचे मात्र हुमु आउने त ठिकै हो किनभने हुमु हामी त बिहान खास गरी के गर्छन् पोखराबाट आउँछन् सिक्लेस बस्छन् सिक्लेस बसेर हुमु आउँछन् हुमु बसेर फेरि गर्छन् पुरै वेल रेस्टेड बडीमा त एकदम ठिक हो हामी जस्तो अर्जेन्टमा चाहिँ एकदमै गाह्रो छ पसिना हेर्नु खल खल यो कपाल भिज्यो होइन एकदम गाह्रो भयो रियान गजुलाई नै आज गाह्रै भइरहेको छ भन्न सकेको छैन पस्ना रियानले नभन्नुको कारण अब यस्तै हो तर रियान बाटोभरि रुँदै आएको छ गाह्रै छ अहिले यहाँ आएर यस्तै छ यता बस्नेको यो दुईजना म अगाडि जाँदा दुईजना बस्ने अघि यसको ब्याग पनि बोक्दै हान्दै हेर न बाफ पसिनाबाट बाफ भएर यस्तो जाडो छ पसिनाबाट बाफ छुटिरहेको छ क्या तर के गर्नु गर्मी छ अब
5-10 किलो त मिनिमम घट्छ हामी, मिनिमम 5 किलो। मेरो एभरेजमा 5 किलो हो हामी गर्ने। घटिहाल्छ नि। क्यालोरी कति बन्नुहुन्छ होला सोच न। यस्तै छ गाइज, गाह्रो रहेछ ट्रेक भन्ने कुरा, जो पाइ त्यसले आँटेर हुन्न, त्यही भएर एकदम सचेत हुनु। यस्तरी हिँड्दा चाहिँ जे होस् हल्का पहिला प्रेप भएर चाहिँ आउनुपर्ने रहेछ, हल्का हल्का इन्ड्युरेन्स बढाएर। अब हामी चाहिँ अहिले अब सुपर हाइपर मेन्टालिटीको मान्छे भएर मात्र गाह्रो नभए हो। अब हाइपर मेन्टालिटी नहुने भए त अघि म हुगु बसौँ भनिसक्थेँ, तर हामीले के सर्त गरेको थियो भने जसले भन्छ त्यसले 3 जनाको पैसा तिर्छ भनेर मात्र हो। लगाइ जब यस्तै हो पारा, हाम्रो कामदाम छैन भने जस्तो। एकछिन रामन देखा छैन। सात बज्नु कति बजी छु। मुख सुक्यो गाइस, त्यति बेला आयो मनलाई। क्रेजी छ क्या, क्रेजी। रातले डार्क हो कि के भन्ने हेर, यस्तै यस्तै हुन्छ कि। बाटै कता हो कि यो तार त होइन क्या बाटो। आधा घन्टा भनेन तिनीहरूले भाग्नेको। होला थकान मेटाउने। गाइस कति गाह्रो होला आफै बुझ्नु, कति बज्न लागिसक्यो। यस्तो जङ्गलको बिचमा उसो पिरेछ के भन्ने हो, यस्तै हो बुझ्नु न। आफूले पारा मेरो स्थिति देख्नु यो त ठ्याक्कै छ्याप भएको मुख स्थिति हेर्नु। हात्तीको मुख छ्याप हुँदा यस्तै हुन्छ है फेरि। अनि यस्तो गाह्रो छ, बस्न आउँछ। यस्तो गाह्रो भएको छ। अनि राप के भइरहेछ? म चाहिँ 10-15 मिनट उकालो भनेको छ, त्यसपछि 15 मिनट ओह्रालो भनेको छ। म चाहिँ लगभग 7:30-8 बज्छ जस्तो छ। म चाहिँ गर्न नपाइ नुहाउँछु पहिला त, अनि पानी खान्छु। अन्त पहिला पानी खान्छु, ढल्किन्छु। उल्लु कराएको उचिल यस्तोमा पनि कसो पस्ने र उचिल कराएको सुन न। उचिल भन्छ थाहा छ र? अब उचिल भन्छ क्या। डर लागेको थियो माया चिन्ने। कहाँ भन्दा हामी कुरीमा आइसक्यौँ होइन, कुरी होइन खापुचेमा आइसक्यौँ। अब स्थिति यस्तो छ कि नाजुकै छ, यस्तो छ यस्तो कटेज।
र आजको लागि चाहिँ यो लास्ट भ्लग हो म चाहिँ सुत्नु लाग्यो टाइम चाहिँ कति भएको छ भन्नुहोस् चाहिँ 11 हुँदै 10:30 भइसक्यो टाइम चाहिँ यता अब 10:30 भइसक्यो यता सबैजना सुतिसक्यो राघव छ यता आँट्ने छैन म पनि सुत्न लाग्यो आजदेखिको लास्ट भ्लग यही हो ल गुड नाइट सबैजना भोलि भेटौँला